tourism capital, Pokhara City, Pokhara Rangasala, multi-purpose covered hall, the superstar of all Nepal, going to play to the futsal. Lakshman Babaru, तपाईहरुलाई पुनः स्वागत गर्न चाहन्छु सँगै स्पोर्ट्सको यो प्रदर्शन प्रसारणमा आज तपाईहरु देख्न सक्नुहुनेछ विभिन्न फुटबल र फुटसलको प्रदर्शन प्रसारण सँगसँगै विभिन्न स्पोर्ट्सको प्रदर्शन प्रसारण ल्याइरहँदा आज हामीले स्टार्स को यो प्रतिस्पर्धा सिङ्गो नेपाल अधिराज्यभरि नै आफ्नो एउटा छुट्टै पहिचान बनाइसकेका टिकटक मार्फत केही खाएर मार्फत तपाईलाई जानकारी दिइरहँदा खाएर फेमस भएका लडेर फेमस भएका उठेर नाचेर गाएर के नयाँ कुराहरू हामीलाई मनोरञ्जन दिनका लागि नयाँ नयाँ कुराहरूको आविष्कार सँगसँगै प्रस्तुतहरू ल्याएर जुन प्रकारको एउटा मनोरञ्जन दिइराख्नु भएको छ आज सोही व्यक्तिहरूको आज यो प्रतिस्पर्धा कसो रहनेछ त खेलाडीहरू जितका लागि मात्र नभएर आफ्नो आत्मसन्तुष्टि आफ्नो गौरव आफ्नो परिचय सँगसँगै आफ्नो पहिचानका लागि प्रतिस्पर्धा गर्नेछन् हेरौँ आज यो प्रतिस्पर्धा कस्तो रहनेछ हामी पहिलो खेलमा भने तपाईहरु पिछे अडियोमा जोइन हल्का असफल भएका थियौं त्यसका लागि तपाईहरुलाई पुनः क्षमा माग्न चाहन्छु यति बेला तपाईसँग जोडिसकेका छौं र हाम्रो अडियो भिडियो क्वालिटी कस्तो आइरहेको छ कृपया कमेन्ट गर्न नभुल्नु होला यतिखेर हामी पर्यटकीय शहर पोखरामा रहिरहेको पोखरा रंगशाला मल्टिपर्पज खबरबाट जोडिरहेका छौं संगा प्रोडक्सनको आयोजनामा सञ्चालन भइरहेको अल स्टार्स फुटसल टुर्नामेन्ट 2083 को आज हामी जीवन आजकै सम्पूर्ण खेलहरू आज नै समापन हुनेछ आज यो सम्पूर्ण खेलहरू समापन भइरहँदा तपाईहरु स्क्रिनमा देख्न सक्नुहुनेछ विभिन्न राख्नु भएको छ र सँगसँगै कोइन टस भइरहेको छ देख्न सक्नुहुनेछ मासे फ्रीको भूमिकामा यतिखेर विक्रम मगर गम्भीर परियार र किरण गुरुङ देख्न सक्नुहुनेछ टिम कप्तान टिम चङ्गाको तर्फबाट समाचार विवेक गुरुङ असनाथ बाग सँगसँगै नेपालमा नै खाएर फेमस भएका विभिन्न कुरालाई टेस्ट गरिरहेका र तपाईहरु त्यो लाइनअपमा हेर्न सक्नुहुनेछ टिम प्याराडाइमको तर्फबाट यतिखेर चिरपरिचित नाम सँगसँगै हरेक नाम चिरपरिचित बनिरहँदा नम्बर 77 बिबल्स र नम्बर 00 मा खेमे भ्लग्स नेपाल सँगसँगै नम्बर 13 मा प्रज्वल लैरहेका छन् पिन खेल पस्किनेछन् सँगसँगै तपाईहरु टिम चङ्गा यतिखेर टिम चङ्गाको लाइनअपको चर्चा गरिरहँदा नम्बर 9 Nicholas Grung, नम्बर 1 Bixo, नम्बर 11 Raku, नम्बर 2 Gaha रहेका छन् नम्बर 4 मा बक नम्बर 8 मा विकास नम्बर 10 निकै नै चिरपरिचित अनुहारहरू हामीले देख्न पाइरहेका छौं फोटो सेसनमा बिजी भइरहेका छन् यति बेला टिम प्याराडाइमको तर्फबाट तपाईहरु स्क्रिनमा देख्न सक्नुहुनेछ र केही समय अगाडि मात्र सम्पन्न भएको तपाईहरु देख्न सक्नुहुनेछ स्क्रिनमा पावर बाइ क्याफिन कर्नर रहेको छ र यस प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा अन्तरा भिल्ला मेन स्पोन्सरको भूमिकामा र यतिखेर किकअपको लागि दुवै टिम रेडी देखिन्छ त्यहाँ तपाईहरु देख्न सक्नुहुनेछ स्पोर्ट्सम्यानशिप फाँसिरहेका छन् आज सम्भवतः यो प्रतिस्पर्धा मात्र नभइकिन एउटा खुसी र निकै नै मन परेको लोकप्रिय भएको फुटसल खेल आज एउटा माध्यम बनिरहेको छ खेलाडीहरु बीच एक मैत्रीपूर्ण सम्बन्ध राख्न वैसँगै यहाँ किक अफ मिस्टर फुडी नेपाल यो पहिलो किक तपाईलाई जानकारी दिइरहँदा लाइनअपको चर्चा पुनः दिन चाहन्छु
टिम प्याराडाइम टिभीको तर्फबाट यति चंगा प्रोडक्सन विकास जसमा 10 मा प्रसिस जसमा 5 मा तपाईहरु देख्न सक्नुहुन्छ यतिखेर टिम प्याराडाइम दशमलव 7 यो अवसर प्राप्त शट ह्यान्डको अपिल पुनरको प्रहार राम्रो बचाउ बिक्सोको जस्तो ज्यान नभए पनि तपाईहरु देख्न सक्नुहुन्छ जुन प्रकारको पावरफुल शटलाई बचाउ गरिदिए पक्कै पनि प्रशंसनीय बनिरहेको छ र यतिखेर स्क्रिनमा देख्न सक्नुहुनेछ प्याराडाइमको टिमहरु र यहाँ पनि तपाईहरु देख्न सक्नुहुन्छ सिसन बानिया ब्याकफास्ट निकै चिरपरिचित नाम हरेक नाम चिरपरिचित बनिरहँदा आज यो चिरपरिचित अनुहार र छुट्टै किसिमको नाम स्थापित गर्न सकेको खेलाडीको तर्फबाट फुटसलमा भने कुन चाहिँ तरिकाले आफ्नो परिचय दिनेछन् त आफ्नो नाम कुन चाहिँ ढंगले स्थापित गर्नेछन् त आज हरेक क्षणहरु यो हरेक दृश्यहरु पक्कै पनि रिल्समा पक्कै पनि आउनेछ भिडियोमा पक्कै पनि आउनेछ पक्कै पनि दर्शकहरुको पनि उल्लासमा उपस्थित रहिरहँदा आज पोखराले एउटा छुट्टै किसिमको माहौल पाइरहेको छ तपाईहरु देख्न सक्नुहुनेछ पोखरामा यो किसिमको माहौल उत्कृष्ट पर्यटकीय शहर पोखरामा यो किसिमको खेलको आवश्यकता केही समय अगाडि मात्र काठमाडौँमा पनि यसै नै विभिन्न कन्टेन्ट क्रिएटर्स इन्फ्लुएन्सर सँगसँगै कर्पोरेटरको बीचमा एउटा मैत्रीपूर्ण खेल भएको थियो उत्कृष्ट खेल महिलाको पनि भएको थियो तर आज हामीसँग भने सँग प्रोडक्सनले यो भने 4 टिमको सहभागिता गरेसँगै विभिन्न जिल्लाहरूबाट आमन्त्रित गरेसँगै खेलाडीको उपस्थिति यहाँ भने निकोलस यो पास 11 यतिखेर यो शट जर्सी नम्बर 11 यतिखेर तपाईहरु देख्न सक्नुहुनेछ राखु त्यति राम्रो बनेर हैन तर केही छैन समय अझै पनि प्राप्त रहेको छ हेरौं सिसन अझै पनि बलमा जुन प्रकारको सिसन भ्लग बनाउने गर्छन् आज उनको भ्लगहरुले बनाइरहेका छन् कस्तो खेल पस्किरहेका छन् त पक्कै पनि विभिन्न ठाउँमा देख्न पाउनेछौँ यहाँ भने ट्रिकी पास खेमेको शटको प्रयास बिक्सो कुनै पनि खतरा महसुस भने गरेनन् जुन प्रकारको बचाउ हामीले बिक्सोको तर्फबाट पहिलो चरणमा देख्न पाइरहेका थियौं तिम्रो सिसन पानिया खेमेका लागि यो ब्याकपास गोलरक्षक तपाईहरु देख्न सक्नुहुनेछ गोलरक्षकमा भने यतिखेर फ्रन्टलाइनमा यो पास बिक्सो कुनै पनि रिस्क लिन चाहेन राम्रो पास भने त राम्रो फुटवर्क यहाँ भने मिस गरेसँगै राम्रो डिफेन्स ड्युटी अब फ्रन्ट लाइनमा फुडी नेपाल त्यति राम्रो कन्ट्रोल भनेर हैन खाना जस्तो सजिलो खेल्न छैन पक्कै पनि खाएर जुन एउटा नाम पाइरहेका छन् नामै फुडी नेपालको नाम पाइरहेका छन् आज हेरौँ फुटसलमा उनले आफ्नो नाम कुन चाहिँ ढंगले राख्नेछन् आज आफूले खाएको सम्पूर्ण त्यो स्ट्रङ पावरहरु देखाउनु पर्नेछ खेलमा जितका लागि यहाँ भने चिमचङ्गा र पहिलो गोल उत्कृष्ट ओ माय गुडनेस व्हाट अ गोल तपाईहरु सेलिब्रेसन देख्न सक्नुहुनेछ जस्ट नम्बर 11 राखु यस पटक पनि गल्ती गरेनन् राखु अन फायर म्यान जुन प्रकारको गोल गरे पक्कै पनि स्क्रिनमा देख्न सक्नुहुन्छ खुसी देखिन्छ टिमसँग आज भएको पहिलो खेलमा टिम कन्टेन्ट क्रिएटर भर्सेस कर्पोरेटरमा भने क्रिएटरले जित हासिल गरेसँगै युवाको जोशले आज जितेको छ हेरौँ अब फाइनलमा कुन चाहिँ टिमले प्रतिस्पर्धा गर्नेछ त टिम क्रिएटरसँग तिम्रो सिसन पानिया हार सजिलै हार मान्ने छैनन् टिम प्याराडाइम यति बेला तपाईहरु देख्न सक्नुहुनेछ अझै पनि बल विनको लागि ब्याटल अर्जुन बलमा पुनः निकोलस राम्रो टर्न यो राम्रो पासको प्रयास विफल तुलाएसँगै टिम प्याराडाइम 4 यतिखेर तपाईहरु देख्न सक्नुहुनेछ शैलेन रहेका थिए शैलेन सिसन पुनः गोलरक्षकका लागि यतिखेर शैलेश अभिचाहन्छु शैलेन नभिग्न शैलेश हार नभएको जीव्र बेलामा लड्पिरहेको त्यसलाई क्षमा माग्न चाहन्छु पक्कै पनि तपाईहरु बीच चिरपरिचित अनुहारहरुलाई लिइरहेका छ तपाईहरु कसको सपोर्टमा हुनुहुन्छ कुनै भाइ साथ सपोर्ट गरेर मैले भाइ कमेन्ट गर्न सक्नुहुनेछ तपाईहरुलाई यो प्रतियोगिताको भौतिक रूपमा उपस्थित
भएर मनोरञ्जन लिन चाहनुहुन्छ भने अझै पनि एक खेल बाँकी रहेको छ। पोखराबाट जोडिरहनु भएको छ भने पोखरा रङ्गशाला मल्टिपर्पज कपडाबाट जोडिरहेका छौँ। छोटो मैदान, इतिहास ठुलो, मनोरञ्जन धेरै अवश्य साटिरहेका छन् यी खेलाडीहरूले। विभिन्न मुभमेन्टहरू क्याप्चर बनिरहेको छ। त्यतिखेर सिसन बानिया, सिसन यो राम्रो पास। यहाँ भने तपाईँहरू देख्न सक्नुहुनेछ प्याराडाइम थिम प्याराडाइम त्यहाँ देख्न सक्नुहुनेछ। एक गोलले पछि परिरहेको छ। यहाँ पनि राम्रो स्थानबाट फ्री किक प्राप्त मिस्टर फिडी। यो ब्याकपास सिसनका लागि। सिसन एसबीको यो प्रहार त्यति राम्रो हुने रहेन। तपाईँलाई जानकारी दिइरहँदा खेलको पनि केहीसम्म जानकारी दिन चाहन्छु। पहिलो हाफ 15 मिनट, दोस्रो हाफ 15 मिनट छ। हामी पहिलो हाफको 6औं मिनटमा चलिरहेका छौँ। 6औं मिनट बित्ने तस्करमा पनि रहँदा एक गोलको गतामा खेलमा फर्किने प्रयास। यतिखेर अब भने बलमा मिस्टर फुडी, यो प्रहार यतिखेर राम्रो मौका अवसर प्राप्त गरेको थियो। खेमे के गरिरहेको छ त्यो पोजिसनमा बसेर आतुर देखिन्छ खेलमा फर्किनका लागि। तपाईँ त्यो स्क्रिनमा पनि तपाईँलाई देखिरहेका छौँ। पुग्यो पनि र हामीले त यो स्क्रिनमा त बोर्डहरू पनि देखिरहेका छौँ। पोखरा पेन्जोर, बन्जी नेपाल, सँगसँगै अन्तरा भिल्ला हुबा विभिन्न यस प्रतियोगितालाई सभ्य र भव्य ढङ्गले समापन गर्न लागि सहयोग गर्नुभएको थियो। सहयोगी हातहरूले पनि यहाँ भने पुनः टिमसँग एक गोलमा सीमित हुन चाहँदैन। खेलमा थप गोल गर्ने प्रयास। यो लङ रेन्ज सट सिसन बानिया यसपटक भने अलर्ट। अब टिमलाई गोल कन्सिड गर्न चाहँदैन। टिम प्याराडाइम काठमाडौँ नेतृत्व गरिरहेको छ। हालसम्म त्यो प्रतिस्पर्धालाई व्याख्या गर्ने हो भने एकतर्फ टिम सङ्घाले भने काशीको प्रतिनिधित्व गरिरहेको छ, अर्कोतर्फ प्याराडाइमले काठमाडौँको नेतृत्व गरिरहेको छ। तर हेरौँ यो महत्त्वपूर्ण खेल हो। पक्कै पनि विभिन्न क्षणहरू यहाँ क्याप्चर बनिरहेका छन्। मलाई सुरुवाती चरणमा मैले त्यो जानकारी दिइरहेको छु। मनोरञ्जनका लागि हाल अहिले विश्वकप सञ्चालन भइरहँदा वर्ल्ड कप एडिसनमा यो चङ्गा प्रोडक्सनले यो फुटसल प्रतियोगिता सञ्चालन गरिरहेको छ। त्यतिखेर यो सर्ट पुनः विश्व एकपछि अर्को उत्कृष्ट बचाउ फिजिकलिटी रहेको छ। विश्वको फिजिकलिटी नरहँदा पनि विश्वको जस्तो बचाउहरू हरेक पावरफुल सटहरूलाई आफ्नो दमदार प्रस्तुति र यहाँ देख्न सक्छौँ टिम कप्तान विवेक गुरुङ बाक बाक र यहाँ तपाईँ देख्न सक्नुहुनेछ शैलेश खेल मैदान प्रवेश गरेका छन्। यो कर्नर यहाँ पनि सिसन टस दिन चाहन्थे तर भाजपीको विसल ब्लो गरेसँगै किक प्राप्त गरेको छ। जसमर 13 फ्री किक प्राप्त अर्जुन पत्रकार रहेका छन्। अर्जुन र पत्रकार त जर्नलिस्ट खेल मैदानमा उत्रिएका छन्। हेरौँ उनको पत्रकारिता आज यहाँ खेल मैदानमा पनि हामीले हेर्न पाउनेछौँ। बोलेर मात्र होइन खुट्टा पनि चलाएर खेल खेल्नुपर्ने हुनेछ। हेरौँ कतिको खेल आज आफ्नो टिमका लागि प्रभावकारी बन्नेछन्। यति बेला जसमा 9 निकोलस फ्रन्ट लाइनमा पास राम्रो इन्टरसेप्ट सिसन बानिया। यतिखेर सिसनको राम्रो पास यहाँ पनि जर्सी नम्बर 7 यो प्रहार दिन रहेका थिए। पुरा खेमे अझै पनि राम्रो फुटवर्क यहाँ भने सर्टको प्रयास तर राम्रो क्लियरेन्स जर्सी नम्बर 8 विकासको तर्फबाट। र तपाईँहरू कुन चाहिँ सेलिब्रिटीहरूमा कुन चाहिँ सेलिब्रिटीको फ्यान रहनुभएको छ, कसको तर्फबाट गोल चाहन्छ कृपया कमेन्ट गर्न सक्नुहुनेछ। हाल हाम्रो अडियो भिडियो क्वालिटी पनि कस्तो आइरहेको छ कृपया कमेन्ट गर्न नभुल्नु होला। र यहाँ पनि बलमा देख्न सक्नुहुनेछ टिम कप्तान मिस्टर फुडी टर्न गर्ने प्रयास। केही सिन अगाडि हामीले त इन्टरभ्यूहरू देखिरहेका थियौँ। पक्कै पनि उत्साहित रहेका हाल भने थकित देखिरहेका छन्। यति बेला बलमा नम्बर 8 विकास यो पास दिने प्रयास। फ्रन्ट लाइनमा पास दिने प्रयास विफल तुलैसँगै जस्ट नम्बर 4 यहाँ भने साइलेन यो राम्रो पास यहाँ भने अवसर र गोल। टिम प्याराडाइम गेम अन वाट अ ट्विस्ट दर्शक महानुभावहरू देख्न सक्नुहुनेछ। खेलमा फर्किएको छ भने उत्कृष्ट अन्तिम टच भने रोशनले दिएका थिए त्यहाँ। अब भने खेल 1-1 गोलको बराबरी। टिम कप्तान आफ्नो टिमका लागि बाट मैदान प्रवेश गरेका छन्। बागबाग हेरौँ बागबाग आफ्नो टिमका लागि कतिको प्रभावकारी बन्नेछन् त।
हरेक छेड हरेक मुभमेन्ट रोचक बनिरहेको छ सिसन यो पास साइलेन्टका लागि फ्रन्टलाइनमा यो पास दिने प्रयास यहाँ पनि राम्रो डिफेन्डिङ ड्युटी राम्रो ट्याकल बागबागको तर्फबाट खेमे यहाँ पनि यो प्रहार रहेको त कुनै पनि खतरा रहेन विभिन्न भिडियोहरू क्याप्चर गर्ने व्यक्तित्वहरू आज हामीले उनीहरूलाई क्याप्चर गरिरहेका छौँ तपाईँहरू देख्न सक्नुहुनेछ विभिन्न इभेन्टहरू पनि आयोजना गर्नेछ पुगिदिँदै तपाईँलाई जानकारी दिँदा प्याराडाइमले विभिन्न फुटसल प्रतियोगिताहरू पनि सञ्चालन बनिएको नेतृत्वमा एन्फाको केही समय अगाडि केही वर्ष अगाडि इन्टर स्कुल फुटसल प्रतियोगिता वा बिगेस्ट प्राइज पुलमा पनि फुटसल प्रतियोगिता सञ्चालन गरिएको थियो विभिन्न खेलाडीहरू मौका पाएर यहाँ भने पुनः नम्बर 13 शैलेश यहाँ पनि बलमा देख्न सक्नुहुन्छ पुनः खेमे यो राम्रो ड्राइभ यहाँ पनि प्रहार बिक्सो यो प्रहार बचाउ अझै पनि खतरा टटेको छैन तर खतरा टाढिदिएका छन् निकोलस विफल तुलाइसके शैलेन फ्रन्ट लाइनमा यो पास खेमे पुनः 1-2 दिन चाहे फ्रिडी यहाँ पनि प्रहार यहाँ पनि बिक्सो एक फ्रस्ट्रेट भएका छन् एकपछि त्यो उत्कृष्ट प्रहारहरू गर्दा पनि तपाईँहरू त स्क्रिनमा देख्न सक्नुहुनेछ खेलाडी बीच त्यो हाँसोसँगै जुन प्रकारको एउटा खेलकुद प्रस्तुति देखाइरहेका छन् आज हामीलाई पनि उत्साहित हँसाइरहेका छन् पक्कै पनि भिडियो अपलोड गरेर ब्लग अपलोड गरेर हँसाइराख्नेले आज आफ्नो खेल पस्केर हँसाइरहेका छन् फुटसलबाट शैलेश यतिखेर बलमा देख्न सक्ने ड्राइभ गर्ने प्रयास सिसन बानिया राम्रो इन्टरसेप्ट अझै पनि सिसन फुडीका लागि यो क्रसको प्रयास त्यति राम्रो भनेर होइन र त स्क्रिनमा देख्न सक्नुहुनेछ विनर टिम अफ द फर्स्ट गेम र सँगसँगै दर्शकहरू पोखराका खेल प्रेम दर्शक महानुभावहरू सँगसँगै सम्भवतः विभिन्न सेलिब्रिटीहरूलाई पनि सपोर्ट गर्न पनि उपस्थित जनाइरहेका छन् यति बेला सिसन अझै पनि बलमा देख्न सक्नुहुनेछ राम्रो रिकभरी त रहेको थियो यहाँ रोशन रहेका थिए भने बलमा देख्न सक्नुहुने टिमचङ्गा पङ्क्तिबाट अझै पनि टिमचङ्गा फ्रन्ट लाइनमा यो पास शैलेश लङ रेन्ज शटको प्रयास जर्सी नम्बर 8 सन्दीप के दूरीबाट बल बाहिरिएको थियो राम्रो प्रयास सन्दीपको तर्फबाट तपाईँलाई के लाग्छ पहिलो हाफमा यसको नतिजा के कस्तो रहनेछ त एक गोलको बराबरीमा पहिलो हाफ समापन रहनेछ अथवा खेलमा गोल गर्ने समयमा टस रहेको थियो त्यसकारण पनि प्राप्त कर्नर किक शैलेश रेडी देखिन्छन् क्रसका लागि शैलेश यो क्रस शैलेनको राम्रो ब्लक अझै पनि यहाँ पनि उत्कृष्ट मौका हाउ क्यान ही मिस दैट ओ माय गुडनेस बिल्कुलै खाली पोस्ट रहेको थियो जुन प्रकारको टस दिए पक्कै पनि सोचेर रूप रहेन यतिखेर टिमसँगलाई एउटा अवसर प्राप्त गरेको थियो अग्रता लिनका लागि 14 मिनेटमा चलिरहेका छौँ यहाँ पनि मिस्टर फुडी त्यति राम्रो पास हुने रहेन सन्दीप बल आउट भइसँगै प्राप्त रहेको थियो यतिखेर पुनः अर्को मौका शैलेश राम्रो रिकभरी राम्रो डिफेन्स ड्युटी यतिखेर शैलेनका लागि टिम प्याराडाइम यहाँ भने मौका फुडी खाली रहेका थिए रोशन त बल कल गरिरहेका थिए तर पास दिन चाहेनन् उनले आफै प्रहार गर्न चाहे खाने बेलामा सेल्फिस भएछ उनी पनि सेल्फिस बनिरहेका छन् यतिखेर यहाँ भने नम्बर 8 सन्दीप पुनः टिमसँगका लागि फ्रन्ट लाइनमा त्यो राम्रो जजमेन्ट शैलेन यतिखेर खेमे ब्लक्स देख्न सक्नुहुन्छ खेमे अझै पनि बलमा राम्रो रिकभरी राम्रो खेल रोशन आफ्नो टिमको लागि इक्वलाइजिङ गोल गर्न सफल रहेका थिए खेलको 14 मिनेट बितिसकेको छ 15 मिनेटमा चलिरहेका छ स्क्रिनमा देख्न सक्नुहुनेछ एक्सचेन्ज गर्न चाहन्छन् त्यहाँ खेलाडी प्रज्वल मैदान प्रवेश गरेका छन् यतिखेर आफ्नो यहाँ किक इन प्राप्त गरेको छ टिमचङ्गा 11 यहाँ तपाईहरु देख्न सक्नुहुनेछ पुनः टिमका लागि अर्को गोल राख सिसन बानिया बलमा देख्न सक्नुहुनेछ स्पोर्ट्समा इन्ट्रेस्ट रहेका व्यक्ति हुन् र टप भ्लगर मान्न सक्छौँ
र मान्नुपर्ने पनि हुन्छ विभिन्न भिडियोहरू जुन प्रकारको उनले अपलोड गर्ने गर्दछन् जुन ब्लग उनको रहने गर्दछ पक्कै पनि सिङ्गो नेपाललाई चिनाउनका लागि जुन एउटा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् सँगसँगै नेपाललाई साथ सपोर्ट गर्नका लागि जुन एउटा उनले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् पक्कै पनि प्रशंसीय रहेको छ यहाँ पनि प्याराडाइम अझै पनि बलमा यो सर्टको प्राइस 10 नम्बर 13 यतिखेर प्रस्तुत आफ्नो प्रज्वल मैदान प्रवेश गरेसँगै गम्भीर परियार म्याच रेफ्रीले यहाँ पनि यो पास यतिखेर बागबाग टिम कप्तान विकसिन चाहेन र यहाँ भने म्याच रेफ्रीको विसल ब्लो गरेसँगै पहिलो हाफको समाप्तिको संकेत गरिदिएको छ पहिलो हाफ सकिरहँदा तपाईहरु देख्न सक्नुहुन्छ टिम प्याराडाइम 1 टिम चंगा 1 एक गोलको बराबरीमा पहिलो हाफ समाप्त भएको छ प्रतिस्पर्धात्मक रह्यो पहिलो गोल टिम चंगाको तर्फबाट राखुले गरेका थिए भने इक्वलाइजिङ गोल तपाईहरुलाई थाहा टिम प्याराडाइमको तर्फबाट रोशनले गरेका थिए यो टिमको तर्फबाट एक गोलको बराबरी हेर्दै गर्नुहोला चंगा स्पोर्ट्सको यो प्रसारण पुनः दोस्रो हाफमा जोडिने छौ हाल फेरि पनि सबैजनालाई पुनः स्वागत गर्न चाहन्छु यति बेला चंगा स्पोर्ट्सको यो प्रसारणमा र यस किसिममा सुरुवात हुनेछ म्याच रेफ्रीको त्यो विसल ब्लो गरेसँगै यो पहिलो हाफ सकिरहँदा दुवै टिमको तर्फबाट एक गोल र रेफ्रीको विसल ब्लो गरेसँगै दोस्रो हाफ सुरुवात भइसकेको छ ल हेरौं कुन चाहिँ टिमको तर्फबाट हामीले गोल देख्न पाउँछ पहिलो राम्रो नटमेक यहाँ भने राम्रो टच सिसन बानिया राम्रो बचाउ राम्रो डिफेन्डिङ ड्युटी फ्रन्ट सुरुवाती चरणमा नै सुरुवाती मिनेटमा नै जुन प्रकारको आक्रमण प्रयास चंगाको तर्फबाट पक्का गर्न चाहन्छ उडेर सोही अवसर दिनेछ या दिने छैन टिम प्याराडाइम आफै उडेर आज चंगालाई काटेर जितेर फाइनलमा आफ्नो यात्रा कायम गर्न सफल रहनेछ या रहने छैन त्यो भने शंकात्मक बनिरहेको छ पहिलो हाफमा दुवै टिमको तर्फबाट एक गोलको बराबरी दुवै टिमले उत्कृष्ट खेलको प्रसिद्धि देखाइरहेको छ सम्भवतः फुटबलमा भन्दा पनि फुटसलमा भन्दा पनि त्यो भिडियोहरुमा युट्युबहरुमा हास्य मनोरञ्जन खाएर घुमेर यहाँ पनि बिग शो मैले भनिरहेको छु आज मैले यस खेलमा प्लेयर टु वाचमा भने बिग शो बचाउहरु हामीले देख्न पाइरहेका छौं ओके पनि प्रशंसीय बनिरहेको छ भने राम्रो डिफेन्डिङ ड्युटी साइलेन्ट चाहन्थे तर साइलेन्टको राम्रो बचाउ थियो त्यहाँ यति बेला तपाईहरु देख्न सक्नुहुनेछ अबकै पनि त्यो स्क्रिनमा टिम कप्तान फुडी नेपाल सँगसँगै विभिन्न खेलाडीहरूको उपस्थिति यहाँ पनि बलमा देख्न सक्नुहुनेछ त्यतिखेर त बल आफ्नो पक्षमा लिन चाहन्थ्यो खेमे रहेका थिए सम्भवतः खेमे रहेका छन् त्यहाँ यति बेला नम्बर 2 अर्जुन गाहा पत्रकार रहेका छन् राम्रो पास राम्रो नटमेक पास पुनः अर्जुन बलमा अझ पनि अर्जुन बलमा देख्न सक्नुहुनेछ अर्जुनको त्यो पास दिने प्रयास सिसन बानिया अलर्ट देखिन्छ राम्रो डिफेन्डिङ ड्युटी निर्वाह गरिरहेका छन् त्यतिखेर तपाईँलाई जानकारी दिइरहँदा यस प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा अन्तरा भिल्ला सँगसँगै पावर्ड बाई क्याफिन कर्नर रहिरहेको छ र सँगसँगै हाम्रो विभिन्न पार्टनरहरू राख्नु भएको छ ड्रिङ्किङ वाटरमा प्युरो वाटर रहिरहेको छ तपाईलाई जानकारी दिइरहँदाखेरि र आफ्नो स्थानबाट सहयोग गर्नेहरू सहयोगीदाताहरूलाई प्रत्यक्ष प्रसारणबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु यति बेला राम्रो अवसर खेमे यो राम्रो पास यति बेला र यहाँ भने उत्कृष्ट गोल बाङ्गर 10 नम्बर 13 प्रज्वल आफ्नो टिमका लागि प्रभावकारी बनेका छन् यति बेला अब भने अग्रतामा टिम प्याराडाइम टिम चंगालाई अब भने दबाव रहनेछ तर अझै पनि समय प्राप्त हामी दोस्रो हाफको बेला सुरुवाती चरणमा रहेका छौं पुकारको बचाउ गर्न चाहन्थ्यो त्यहाँ केही छिन अगाडि टिम चंगा जुन एउटा साइड ट्याकल हामी देखिरहेका थियौं खतरनाक थर कुनै पनि अवसर दिएन राम्रो बचाउ राम्रो गोल त्यो गोल गरिसके प्रज्वल आफ्नो टिमलाई अग्रतामा दिएको छ पुनः प्याराडाइम बलमा यो बहार र यहाँ भने गोल जर्सी नम्बर 77 गल्ती गर्न पुगे अब भने बिग शो
उत्साहितमा टिम प्याराडाइम मिस्टर फुडी देख्न सक्नुहुन्छ खुसी छन् टिम कप्तान जसमा 77 रहेका थिए टिम प्याराडाइमको तर्फबाट तपाईँलाई विवश आफ्नो टिमको लागि गोल गरेसँगै तेस्रो गोल दोब्बरको तादिन सफल यहाँ अब भने खेलमा कुन मोड आउनेछ त तपाईँलाई जानकारी दिइरहँदा फुटसल खेल निकै नै फास्ट पेसमा सञ्चालन भइरहँदा हरेक मिनेट हरेक सेकेन्ड निकै नै महत्त्वपूर्ण यहाँ भने बलमा देख्न सक्नुहुनेछ 13 यो प्रहार तर यति बेला भने प्रज्वल राम्रो भन्न सकेन बिक्सो कुनै यो क्विक रिलिज खेलमा फर्किने प्रयास भने अर्जुन यो पास फ्रन्ट लाइनमा यतिखेर बलमा देख्न सक्नुहुनेछ निकोलस गुरुङ रहेका छन् सम्भवतः निकोल गर्दाखेरि अब टिमको लागि कतिको प्रभावकारी बन्न सक्छ परिचय दिइरहेको थिए भनिरहेको थिए कतिको प्रभावकारी बनेछन् सुपरम्यान फ्लाइङ हेडर बाय निकोलस गुरुङ डाइरेक्टर अफ चङ्गा प्रोडक्सन जुन प्रकारको हेडर गोल गरे उनले उत्कृष्ट मैले भनिरहेको थिएँ कतिको प्रभावकारी बन्नेछन् मैले भनिरहेको थिएँ गर्दा गर्दै आफ्नो परिचय उनले विभिन्न म्युजिक भिडियोहरू मात्र डाइरेक्ट मात्र गरेर मात्र होइन आज खेल पस्केर पनि त उत्कृष्ट फ्लाइङ हेडिङ देख्न सक्नुहुनेछ यहाँ पनि अर्को प्रहार निकोलस गुरुङ बारम्बार अब टिमको लागि खेलमा फर्किने त उत्कृष्ट प्रयासहरू देख्न पाइरहेका छौँ अब भने खेलमा फर्किने एउटा आधार दिएको छ उनको गोलले एक गोलले मात्र पछि परिरहेको छ भने यो क्रस त्यति उपयुक्त भनेर रहेन खेलको 20औं मिनेट बितिसकेको छ 21औं मिनेटमा चलिरहेका छ यति बेला दर्शक महानुभावहरू के रहनेछ त यस खेलको नतिजा के फाइनलमा प्याराडाइमले खेल्नेछ त क्रेटरसँग फाइनल अथवा कुनै ड्रामाटिक सिन देख्नेछौँ त अथवा कुनै एउटा रोमाञ्चक छेड कल्पना गरेको भन्दा पनि फरक किसिमको दृश्यसँगै पाएसँगै के फाइनलमा यात्रा टिम चङ्गाले पक्का गर्नेछ त समय त प्राप्त रहेको छ तर हेरौँ यो समयलाई कुन चाहिँ ढङ्गले सदुपयोग गर्न सफल रहनेछ त तपाईँहरूको अनुमान के कस्तो रहेको छ कृपया कमेन्ट गर्न सक्नुहुनेछ तपाईँको लागि भनेर हामीले कमेन्ट सेक्सन खुला गरिदिएका छौँ तपाईँलाई जानकारी दिइरहँदाखेरि विगतका दिनहरूमा चङ्गा प्रोडक्सनले विभिन्न म्युजिक भिडियो मात्र नभइकन चङ्गा प्रोडक्सनकै सञ्चालनमा यो चङ्गा स्पोर्ट्स आएको हो तपाईँलाई जानकारी दिइरहँदाखेरि र चङ्गा स्पोर्ट्समा विभिन्न फुटबल खेलहरूको र सँगसँगै स्पोर्ट्सको मनोरञ्जन लिन चाहनुहुन्छ भने कृपया सब्सक्राइब गरेर हाम्रो बेल आइकन थिच्न नभुल्नु होला एकदमै हाम्रो अफिसियल युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर पनि हामीलाई सहयोग गर्नु होला तपाईँको सब्सक्राइबमा लागि निकै आवश्यकता रहेको छ यतिखेर सिसन बानिया यो राम्रो पास रिकभरी गर्न चाहन्छ तर आफै लड्न पुगे उनलाई रिकभरी गर्नुपर्ने छेड आउन सक्थ्यो 14 मा त्यतिखेर मनिष बानिया दुई बानियाको उपस्थिति एक टिममा नै हामीले बलमा देख्न सक्नुहुनेछ कन्फिडेन्स सन सिसन शैलेनका लागि शैलेन फ्रन्ट लाइनमा यो पास राम्रो कन्ट्रोल राम्रो टर्न यतिखेर जेसन यहाँ भने यो प्रहार पुनः तर विक्सो अर्को प्रहार पुनः विक्सो बचाउ गर्न सफल रहे यतिखेर भने यहाँ भने बलमा पुनः अर्जुन यो राम्रो पासको प्रयास शैलेनको राम्रो डिफेन्डिङ ड्युटी शैलेन के गरिरहेछन् शैलेन त्यो किसिमको पास यति राम्रो पनि रहेन त्यहाँ एक गोललाई त्यति सहज मान्न सक्दैनौँ यति एक मात्र मौकाको पुनः निकोलसले सोही किसिमको अवसर प्राप्त गर्यो भने अहिले त फ्लाइङ हेडिङ देखाए केसीसँग त फ्लाइङ हेडिङ देखाए सम्भवतः मेरो अनुमान अनुसार यदि प्राप्त भएसँगै बाइसाइकल पनि देख्न पाउनेछौँ अनुमान लगाउन यो रोचक बनिरहेको छ जित भन्दा पनि एउटा मैत्रीपूर्ण खेल हो यो दर्शकमान बाबु तपाईँलाई जानकारी दिइरहँदाखेरि र सिङ्गो नेपालमा नै आफ्नो छुट्टै विभिन्न कुराहरू गरेसँगै एउटा सामाजिक कार्य सँगसँगै विभिन्न ठाउँहरूलाई अवलोकन सँगसँगै सिङ्गो विश्वभरि चिनाउको लागि जुन एउटा दृश्य एउटा भ्लगहरू अपलोड गरिरहेका छन् जुन एउटा भिडियोहरू अपलोड गर्ने गर्दछन् पक्कै पनि हाम्रो देश नेपाल विभिन्न जैविक विविधताले भरिपूर्ण विभिन्न परम्परा संस्कृतिले भरिपूर्ण विभिन्न जात जातिको मान्छेहरू बसोबास गरिरहँदा यो छोटो देशमा यति धेरै किसिमको जात जाति किसिमका मानिसहरू बसोबास गरिरहँदा विभिन्न ठाउँहरूबाट आफ्नो छुट्टै किसिमको कला संस्कृति रहिरहँदा सोही कला संस्कृतिलाई पनि विश्व सामु ल्याउन यिनै यहाँ उपस्थित भएका खेलाडीहरूले
एउटा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। आज हेरौँ त्यो किसिमको भूमिका त निर्वाह गरिरहेका छन्, तर आज हेरौँ आफ्नो टिमका लागि यो फुटसल खेलमा भने कस्तो किसिमको भूमिका निर्वाह गर्ने छन् त। फुटेसरको प्रयास अर्जुन र खेलको 23औं मिनेट बितिसकेको छ। 24औं मिनेटमा चलिरहेका छ। हाराहारी 6 मिनेट र केही सेकेन्ड मात्र बाँकी रहेको छ। र यहाँ पनि बलमा देख्न सक्नुहुनेछ पुनः फ्रन्ट लाइनमा रिलिज बिक्सो कुनै पनि रिस्क नचाहेन सिधै क्लियर गर्ने प्रयास राम्रो इन्टरसेप्ट यो लङ रेन्ज सर्टको प्रयास तर आफै अनियन्त्रित हुन पुगेता खेमे जुन प्रकारको हँसाउने ब्लगहरू अपडेट गर्दछन् आज उनले खेल पस्केसँग पनि हँसाइरहेका छन् गोल पनि गरेका थिए र यति बेला बलमा देख्न सक्नुहुनेछ निकोलस उनको तारिफ गर्नुपर्ने हुन्छ जुन फ्लाइङ हेडिङ थियो यस प्रतियोगिताको वान अफ द बेस्ट गोल मान्न सक्छौँ सोही गोललाई बलमा बिक्सो कमन बिक्सो भन्न चाहन्छु यहाँबाट त उनले आवाज त सुन्ने छैनन् तर पनि यहाँ पनि बलमा पुनः यतिखेर अर्जुन मिस गरेसँगै फुडी त्यति राम्रो पास पनि रहेन बल आउट भएसँगै प्राप्त किकिन टिम चङ्गाको तर्फबाट सन्दीप ब्याक पास यति बेला अर्जुन अझै पनि अर्जुनको यो ब्याक पास के रहनेछ त्यसको नतिजा यहाँ पनि सिसन पानिया सिसन अझै पनि सिसनको राम्रो ड्राइभ सिसन तर सिसनलाई मौका दिन चाहेन र बल आउट भएसँगै प्राप्त बल रिलिज कर्नर किकको अपिल गरेका थिए पृथ्वीलाई तर कुनै पनि सङ्केत हुने थिएनन् यति बेला शैलेश निकोलसका लागि निकोलसको त्यो ड्राइभ गर्ने प्रयास खेमे राम्रो डिफेन्डिङ ड्युटी अझै पनि बलमा देख्न सक्नेछ निकोलस राम्रो पास यतिखेर अर्जुनका लागि अझै पनि अर्जुन बलमा अर्जुन निकोलसका लागि अझै पनि निकोलस राम्रो फुटवर्क दिन सक्छौँ निकोलस तर्फबाट तर विफल तुलाएको छ राम्रो पास यहाँ पनि सिसन कुनै पनि रिस्क चाहेन त्यहाँ फोमा रहेका सैलेन रहिरहेका थिए त्यहाँ यहाँ पनि बलमा देख्न सक्नुहुनेछ बेला दशमलव 2 अर्जुन अझै पनि बलमा यहाँ पनि बलमा देख्न सक्नुहुनेछ शैलेश अझै पनि शैलेशलाई टाइट मार्किङ शैलेनको तर्फबाट एस भर्सेस एस यहाँ पनि निकोलस अझै पनि बलमा तर मौका दिन चाहेन राहुल रहेको थियो त्यहाँ अब पनि बलमा देख्न बल प्राप्त कि दोस्रो सेमिफाइनल खेलमा रहेका छौँ यस प्रतियोगिताको एक कोलकातामा रहेको छ प्याराडाइम टिम काठमाडौँ नेतृत्व गरिरहेको छ बनिरहेको छ तर एउटा प्रतिस्पर्धात्मक हिसाबले मात्र त्यो किसिमकोलाई काठमाडौँ र कास्की नेतृत्व भन्न सक्छौँ तर केहीसम्म सबै हामी नेपाली दाजुभाइहरू एउटा महत्त्वपूर्ण खेल हो हामी बीच एउटा महत्त्वपूर्ण सम्बन्ध राख्नका लागि पनि यो फुटसल प्रतियोगिता सञ्चालन गरेको चङ्गा प्रोडक्सनले आज हेरौँ विभिन्न ठाउँबाट आफ्नो खेल पस्कनका लागि एउटा अविस्मरणीय छेड साटफेर गर्नका लागि पनि विभिन्न जिल्लाहरूबाट आज पर्यटकीय सहर पोखरामा उहाँहरूको आगमन भएको छ यसै प्रदर्शनबाट सम्पूर्णलाई स्वागत गर्न चाहन्छु त्यो बेला स्क्रिनमा देख्न सक्नुहुनेछ यङ फुटबल लभर्स यङ फुटबल लभर्स देख्न सक्नुहुनेछ राम्रो क्यामेराम्यान जुन प्रकारको ल यहाँ पनि मैले आफ्नो भाइलाई देख्न पाइरहेको छु मैले आफ्नो भाइलाई देख्न पाइरहेको छु विभिन्न आफ्नो सम्भवतः सेलिब्रिटी रहिरहेका छन् पक्कै पनि भाइहरूको त्यो धेरै जस्तो कुराहरू सुनिरहँदाखेरि आज उहाँहरूको उपस्थिति आफ्नो मनपर्ने मान्छेहरूको एउटा भिडियो हेर्न आउनु भएको छ लाइभ फुटबल म्याच देखेर बलमा देख्न सक्नुहुनेछ फल गर्न पुगे फुडी तर फलको सङ्केत पनि गरिरहेका छैनन् यहाँ पनि फ्रिकिक प्राप्त 3-2 एक गोलको कतामा रहेको छ 3 गोल प्याराडाइमको तर्फबाट र यहाँबाट
पावरफुल शटको प्रयास निकोलस बारम्बार त उत्कृष्ट प्रयासहरू स्क्रिनमा देखिरहेका छौँ योङ फुटसल लभर्स सँगसँगै योङ हाल मुवालमा धेरै जसो आकृष्ट भइरहँदा मुवालमा देखिराख्ने पाइरहेका छन् यी युवाहरूले बलमा देख्न सक्नुहुनेछ बिक्सोको फ्रन्टलाइनमा यो पास दिने प्रयास राम्रो कन्ट्रोल रहेन यहाँ भने विफल तुलाएको छ पुनः बलमा देख्न सक्नुहुनेछ यतिखेर सिमर 0-0 खेमेको यो प्रहार बिक्सोको बचाउ अझ पनि खतरा भने टरेको छैन किकिन प्राप्त अर्जुन अब त्यति धेरै समय पनि प्राप्त रहेको छैन टिम कप्तान विवेक तर हँसिरहनु भएको छ आफ्नो टिम एक गोलको हतामा पर्दा पनि फर्स्ट टाइम देखेछु अब टिम डाउनमा पर्दा पनि त हँसिलो अनुहारलाई फ्रस्ट्रेट हुनुपर्ने अवस्था यहाँ भने टिमसँग अवसर प्राप्त विफल तुलसँग फुडी नेपाल मिस्टर फुडी फ्रन्ट लाइनमा राम्रो पास केमेका लागि यहाँ भने केमे तर राम्रो डिफरेन्ट ड्युटी टिमसँगको तर्फबाट फ्रन्ट लाइनमा यो राम्रो पास मग्दपन्थीमाबाट निकोलस गुरुङ यो राम्रो पास अवसर रहन सक्छ यो प्रहार तर उपयुक्त रहेन अन्तिम अवसर रहेको भने त्यति धेरै समय पनि प्राप्त रहेको छैन केही सेकेन्डहरू मात्र बाँकी रहेको छ स्क्रिनमा देख्न सक्नुहुनेछ भने यहाँ पनि लङ रेन्ज सटको प्रयास र यहाँ पनि म्याच रेफ्रीको यो हुइसल ब्लो गरेसँगै खेलमा समाप्तिको संकेत रोचक प्रतिस्पर्धात्मक र हाँसोले भरिएको खुसीले भरिएको यो प्रतिस्पर्धात्मक खेलमा 2 का विरुद्ध 3 गोल गर्दै टिम प्याराडाइमले जित हासिल गर्दै फाइनलमा आफ्नो स्पोर्ट पक्का गरेको छ हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु टिम प्याराडाइमलाई पनि उत्तिकै हार्दिक सहानुभूति व्यक्त गर्न चाहन्छु टिम चंगालाई हेर्दै गर्नुहोला चंगा स्पोर्ट्सको प्रसारण पुनः आज हुने यस कभरडलमा हुने हरेक खेलको प्रसारण विभिन्न मुभमेन्टहरू क्याप्चर गरिसँगै तपाईहरु बीच उपस्थित हुनेछौं त्यो स्क्रिनमा देख्न सक्नुहुनेछ जुन प्रकारको एउटा स्पोर्ट्सम्यानशिप हाँसो मनोरञ्जन बनिरहेको छ पक्कै पनि उत्कृष्ट ल हेर्दै गर्नुहोला चंगा स्पोर्ट्सको प्रसारण पुनः जोडिनेछौं हालका लागि पनि बिदा दिनुहोस् कमेन्ट्रीमा सुदीप बाबुलाई धन्यवाद।